अहिले समाजमा यति धेरै विकृति हुनु घटनाहरू घट्नुको एउटा कारण बुवा आमाले छोराछोरीलाई ब्लाइन्डली ट्रस्ट गर्नु पनि हो कि कसैले पनि उसको बुवा आमालाई गएर तिम्रो छोराछोरी गलत छ है भनेर भन्ने हिम्मतै राख्दैन। यति हिम्मत जुटाएर भनिहालेछ भने पनि त्यो बुवा आमाले आफ्नो छोराछोरीको गल्तीलाई स्वीकार्न तयारै हुँदैन, जबकि उसको छोराछोरीले लिमिट क्रस गरेको त्यो बुवा आमालाई थाहै हुँदैन। छोराछोरीको गल्तीहरू नराम्रो कुराहरू समाजभरि फैलिसकेको हुन्छ, तर त्यो बुवा आमाको कानमा जबसम्म जघन्य अपराध घट्दैन तबसम्म आएको हुँदैन। एउटा सिम्पल उदाहरण, एउटा एज भइसकेपछि एट्र्याक्सन हुनु अथवा लभ अफेयर हुनु सिम्पल कुरा हो, आवश्यक कुरा पनि हो। तर त्यही लभ अफेयर पनि गलत नियत आचरण भएको व्यक्तिसँग पो हुँदैछ कि, एक्स्ट्रा म्यारिटल अफेयरमा पो छ कि, अथवा गाँस्नै नमिल्ने नातामा पो सम्बन्ध गाँसिरहेको छ कि, त्यो कुरामा बुवा आमाले निगरानी राख्नै पर्छ। र यस्ता विषय बुवा आमाले थाहा पाइहाल्यो भने पनि आफ्नो छोरा वा छोरीको त गल्ती देख्दैन। मेरो छोरा सोझो छ, मेरो छोरी सोझो छ, त्यस्तो बाटोमा हिँड्दैन, त्यस्तो जानेकै छैन। ए बाबा, एउटा समय आइसकेपछि पशुले त आफ्नो जोडी खोज्न जानेछ भने तपाईँको छोरा वा छोरीले जोडी खोज्न जान्दैन? सम्बन्धकै विषयमा समाजमा यति धेरै घटना भइरहेको छ, कसैले ज्यान गुमाएको छ, कतिलाई अन्याय भइरहेको छ। र यस्ता अन्याय भएको विषयमा कति बुवा आमाहरूले त आफ्नै बच्चाको मात्रै सपोर्ट गर्ने, आफ्नो छोरा वा छोरीले गल्ती गरेको छ भनेर जान्दा जान्दै उसलाई सजाय दिनु त परको कुरा, उसलाई ढाकछोप गर्ने, अर्को सेकेन्ड पर्सनलाई मात्रै दोष थुपार्ने, आफ्नो बच्चालाई चाहिँ त्यो सजायबाट कसरी हुन्छ उम्काउन मात्रै खोज्ने, भगाउन मात्रै खोज्ने। तर उसलाई यो गल्ती तैँले गरेको, तैँले यसलाई फेस गर्नुपर्छ, यसको सजाय तैँले भोग्नुपर्छ है भनेर मात्रै बुवा आमाले भनिदिने हो भने भोलि छोराले वा छोरीले त्यस्तो गल्ती फेरि दोहोऱ्याउन सक्दैन क्या। तर हाम्रो समाजमा ठ्याक्कै आफ्नो बच्चाको लागि भनेर बुवा आमाले सानोभन्दा सानो सजाय पनि सहन सक्दैन, र यसले गर्दा पछि गएर ठुलो जघन्य अपराध निम्तिरहेको छ, भित्रिरहेको छ। यसले गर्दा फेरि बुवा आमालाई जिन्दगीभर रुन पर्ने बाध्य बनाएको छ।